ओके, आजको क्लासमा हामी अब स्लोप डिफ्लेक्सन मेथडको न्युमेरिकल गर्छौँ। न्युमेरिकलमा हामीलाई के सोध्छ त भन्दा एनालाइज द गिभन बिम बाई युजिङ स्लोप डिफ्लेक्सन मेथड भनेर सोध्छ। एनालाइज भन्ने बित्तिकै के कुरा थाहा पाउनु पर्यो त, बेन्डिङ मोमेन्ट डायग्राम चाहिँ बनाउनै पर्यो। यसमा क्वेसन लेख, यसमा बिएमडी मात्रै होइन, फर्स्ट क्वेसन भएको कारणले गर्दा एसएफडी पनि बनाउन सिकाउँछु, प्लस यसमा इलास्टिक कर्भ पनि बनाउन सिकाउँछु है। यसको डिफ्लेक्टेड सेप कस्तो हुन्छ त, इलास्टिक कर्भ भनेको लोड लाग्दाखेरिको डिफ्लेक्टेड सेप कस्तो हुन्छ भनेर गर्न सिकाउँछु। यो क्वेसन चाहिँ एकदम बेसिक टाइप अफ टु स्पान कन्टिन्युअस बिम हो, टु स्पान कन्टिन्युअस बिम हो, एकदम बेसिक टाइप अफ डिस्प्लेसमेन्ट मेथडमा फर्स्ट क्वेसन एउटा युडिएल र पोइन्ट लोड लागेको क्वेसन मात्रै गर्न खोजिरहेछौँ है। क्वेसन लेख, एनालाइज द गिभन बिम, एनालाइज द गिभन बिम by using slope deflection method, by using slope deflection method. Also draw BMD and SFD. यो क्वेसनमा सबै कुरा हामी डिटेलमा लेख्छौँ है। ए बी सी भनेर नेमिङ पनि गरिदिउँ है। लोड लागेको ठाउँमा नेमिङ गरिरहनु जरुरी छैन डिस्प्लेसमेन्ट मेथडमा चाहिँ। त्यसमा यसमा कतिवटा स्पान छ, दुईटा स्पान छ है, दुईटा स्पान छ। डिस्प्लेसमेन्ट मेथड भन्ने बित्तिकै पहिलो स्टेपमा चाहिँ के निकाल्नुपर्छ होला, डिग्री अफ काइनेमेटिक इन्डिटर्मिनेन्सी निकाल्नुपर्छ। निकाल डिग्री अफ काइनेमेटिक इन्डिटर्मिनेन्सी। डिग्री अफ काइनेमेटिक इन्डिटर्मिनेन्सी डी के बराबर कति हुन्छ, फर्मुला के हो। अब दुईटा एजुम्सन हुन्छ, एउटा एजुम्सन भनेको मेम्बर चाहिँ एक्सटेन्सिबल छ भन्ने कुरा हुन्छ, अर्को एजुम्सन इनएक्सटेन्सिबल छ भन्ने कुरा हुन्छ। एक्सटेन्सिबल भनेको के हो त, एक्सटेन्सिबल भनेको एक्सियल डिफर्मेसनलाई पनि कन्सिडर गर्ने भन्न खोजेको, तर इनएक्सटेन्सिबल भनेको के हो, एक्सियल डिफर्मेसनलाई कन्सिडर नगर्ने भन्न खोजेको। हाम्रो डिस्प्लेसमेन्टमा एजुम्सन हामी के गर्छौँ त, एक्सियल डिफर्मेसनलाई के गर्दैनौँ हामी, कन्सिडर गर्दैनौँ। त्यसो भए डिके को फर्मुला के हुन्छ, 3J माइनस आर प्लस एम हुन्छ। त्यसो भए एभ्री टाइम फर्मुलै लगाउनु पर्छ भन्ने पनि छैन, भिजुअल इन्स्पेक्सनबाट पनि गर्न सकिन्छ है। भिजुअल इन्स्पेक्सनबाट पनि गर्न सकिन्छ। भिजुअल इन्स्पेक्सनबाट गऱ्यो भने के हुन्छ होला तपाईहरु है, मेम्बर एक्सटेन्सिबल छैन अरे, मेम्बर एक्सटेन्सिबल छैन भने अननोन डिस्प्लेसमेन्टहरु कहाँ आउँछ त्यो कुरा ख्याल गरौँ। जोइन्ट भनेको एउटा ए भन्ने जोइन्ट छ हेर त, ए भन्ने जोइन्टमा फिक्स सपोर्ट भइसके पछाडि डिस्प्लेसमेन्ट आउँछ, आउँदैन। बी भन्ने जोइन्टमा कस्तो खाले सपोर्ट छ, रोलर सपोर्ट छ, मेम्बर एक्सटेन्सिबल हुन्थ्यो भने होरिजोन्टल पनि आउँथ्यो, इनएक्सटेन्सिबल छ त्यो भएर होरिजोन्टल आउँदैन, एउटा रोटेसन मात्रै आउँछ। एउटा यहाँनिर के आउँछ त, एउटा रोटेसन आउँछ। अर्को सीमा पनि के आउला, त्यस्तै गरी रोटेसन आउला। अननोन डिस्प्लेसमेन्ट के रहेछ त, दुईटा रहेछ के त, थीटा बी र थीटा सी। रोटेसन एट बी र रोटेसन एट सी चाहिँ के रहेछ त, अननोन डिस्प्लेसमेन्ट रहेछ। त्यो कुरा थाहा पाउनु पर्यो। फर्मुलाबाट हेर्यो भने पनि त्यही आउँछ। जोइन्ट कतिवटा छ, जोइन्ट कतिवटा, तीनटा, माइनस तीनटा जोइन्ट होइन, माइनस रियाक्सन भनेको, रियाक्सन हेरेर त फिक्समा 3 4 5 5 प्लस मेम्बर कतिवटा छ, दुईटा मेम्बर छ, दुईटा मेम्बर छ। एउटा एबी भन्ने स्पान, अर्को बीसी भन्ने स्पान। बीसी भन्ने स्पानमा लोड लगाइरहेको हो नि त, त्यो पोइन्ट लोड त दुईटा गर्नु परेन। त्यसो भए यो गर्दाखेरि के आयो, 2 आयो। भिजुअल इन्स्पेक्सनबाट पनि के आउँछ, दुईटा नै आउँछ। देयर आर 2 अननोन डिस्प्लेसमेन्ट्स, लेख, देयर आर 2 अननोन डिस्प्लेसमेन्ट्स। के त, रोटेसन एट बी ब्राकेटमा थीटा बी, रोटेसन एट बी ब्राकेटमा थीटा बी, एन्ड रोटेसन एट सी ब्राकेटमा थीटा सी। त्यसो यो निकालिसके पछाडि अब अर्को स्टेप के होला त, दुईटा अननोन रहेछ भन्ने कुरा त थाहा पाइयो है। दुईटा अननोन डिस्प्लेसमेन्ट रहेछ भन्ने कुरा त हामीले थाहा पाइयो। दुईटा अननोन डिस्प्लेसमेन्ट रहेछ भन्ने कुरा थाहा पाइसके पछाडि अब स्लोप डिफ्लेक्सन इक्वेसन लगाउनको लागि हामीलाई के चाहिन्छ त, स्लोप डिफ्लेक्सन इक्वेसन लगाउनको लागि फिक्स्ड एन्ड मोमेन्ट्स चाहिन्छ, फिक्स्ड एन्ड मोमेन्ट्स चाहिन्छ है।
त्यो भएर फिक्स्ड इन्ड मोमेन्ट्स निकालौँ फिक्स्ड इन्ड मोमेन्ट्स फिक्स्ड इन्ड मोमेन्ट्समा एफइएम एबी एबी स्पानमा कस्तो लोड लागिरहेको छ युडिएल लागिरहेको छ एफइएम एबी भनेको यहाँनिर आउने फिक्स्ड इन्ड मोमेन्ट कति त युडिएल लागिरहेको बेलामा फर्मुला के हो माइनस लेफ्ट साइडतिर नेगेटिभ लाग्छ भनेको थिएँ है माइनस डब्लुएल स्क्वायर बाई 12 डब्लु भनेको कति छ 6 छ माइनस 6 इन्टु एल स्क्वायर भनेको 5 को स्क्वायर बाई 12 गर्दा कति आउँछ माइनस 12.5 किलो न्युटन मिटर होला हो त्यस्तै गरी एफइएम बिए चाहिँ कति त एफइएम यो एबी भयो भने बिए भनेको चाहिँ कति त डब्लुएल स्क्वायर बाई 12 पोजिटिभमा भनेपछि पोजिटिभमा माथिको सेम भ्यालु आउँदो रहेछ है पोजिटिभमा 12.5 किलो न्युटन मिटर यो एबी स्पानको लागि गरियो यसै गरी कुन स्पानको लागि गर्नु पर्यो त एफइएम बिसी बराबर चाहिँ कति त एफइएम बिसी बराबर कति त भन्दा फर्मुला के थियो माइनस पिएबी स्क्वायर बाई एल स्क्वायर है माइनस पी लोड भनेको कति छ 20 इन्टु ए भनेको कति 2 भयो बी भनेको पनि कति भयो 2 नै भयो बाई एल स्क्वायर भनेको लेन्थ भनेको त 4 छ यो गर्दा कति आउँछ माइनस 10 किलो न्युटन मिटर आउँछ त्यस्तै गरी एफइएम सिबी बराबर चाहिँ कति त पोजिटिभमा पिए स्क्वायर बी बाई एल स्क्वायर हुन्छ हो त्यसो हो भने 20 इन्टु 2 स्क्वायर इन्टु 2 बाई 4 स्क्वायर गर्दा के भयो त सेम नै आयो 10 किलो न्युटन मिटर यसरी फिक्स्ड मोमेन्ट्स पनि निकाल्यो है क्लियर छ सबैजना क्लियर छ है सबैजना फिक्स्ड मोमेन्ट पनि निकाल्यो भने अब के गर्ने होला अब स्लोप डिफ्लेक्सन इक्वेसन लगाउने यो लेख स्लोप डिफ्लेक्सन इक्वेसन्स भनेर स्लोप डिफ्लेक्सन इक्वेसन भनेको स्पान टु स्पान लगाउनु पर्छ प्रत्येक स्पानको लागि छुट्टा छुट्टै लगाउनु पर्छ इट मिन्स दैट हामीसँग अहिले स्पान के छ त एबी र बीसी भन्ने स्पान छ लेट्स स्टार्ट फ्रम फर स्पान एबी बाट सुरु गर फर स्पान एबी भन्ने स्पानको लागि है एबी को लागि एमएबी बराबर एबी भन्ने स्पानको ए पोइन्टमा आइरहेको मोमेन्ट भन्नु खोजे हो एमएबी भनेको यो कुरा त क्लियर छ नि है एबी भन्ने स्पानको ए पोइन्टमा आइरहेको मोमेन्ट एमएबी भनेको यो बराबर के हो त फर्मुला एफइएम एबी प्लस 2EI बाई एल अनि 2 थीटा ए प्लस थीटा बी माइनस 3 डेल बाई एल हो कि होइन हो है अब यहाँनिरबाट ख्याल गर है एफइएम एबी भनेको कति हो त निकालेका छौँ हामीले एफइएम एबी भनेको माइनस 12.5 हो थाहा छ हामीलाई प्लस 2 इन्टु इआई भनेको क्वेसनले दिएको छ छैन इआईमै इआईकै टर्ममा राख यदि दिन्थ्यो भने चाहिँ के गर्नुपर्छ त इआईको भ्यालु राख्नु पर्थ्यो डिभाइड बाई लेन्थ भनेको कति 5 अब हेर है यहाँनिर अब यो थीटा ए थीटा बी र डेल्टाको भ्यालु चाहिँ राख्नु पर्यो यो एबी भन्ने स्पानको लागि थीटा ए को भ्यालु थीटा ए भनेको ए भन्ने सपोर्टमा के छ हेर त ए भन्ने सपोर्ट चाहिँ फिक्स सपोर्ट छ फिक्स सपोर्टमा रोटेसन आउँछ र आउँदैन त्यो भएको कारणले गर्दा थीटा ए बराबर के हुन्छ 0 हुन्छ होला थीटा ए 0 हुन्छ होला बी भन्ने ठाउँमा आइरहेको रोटेसन थीटा बी आउँछ यही नै अननोन हो क्या थीटा बी नै अननोन हो नि यहीको भ्यालु निकाल्नु पर्यो हो नि हामीले है त्यो भएर थीटा बीलाई जस्ताको जस्तै राखिदिनु पर्यो अनि यो डेल्टा छ नि डेल्टाको भ्यालु भनेको सपोर्ट सेटल भएको छ भनेर दिएको छ भने मात्रै राख्ने दिएको छ अथवा फ्रेमको कुरा गर्छौ भने सोए छ सपोर्टको चाहिँ मुभमेन्ट भइरहेको छ तलमाथि मुभ गरिरहेको छ भन्ने मात्रै आउने त्यस्तो छ र छैन है अहिले पछाडिको क्वेसनमा यस्तो भएको पनि दिन्छु म इक्जाममा विदाउट इफेक्टको क्वेसन त खासै सोध्दैन सबै इफेक्ट भएकै क्वेसन सोध्छ है यदि अब कहिले काहीँ हेर है इक्जाममा तिमीलाई इक्जाममा यो
ए भन्ने सपोर्ट छ नि, सपोर्ट ए रोटेट बाई 1/10 डिग्री इन क्लकवाइज डिरेक्सन भनेर क्वेसनले दिन्छ ए सपोर्ट रोटेट बाई। त्यो बेलामा के गर्छ, थीटा ए को ठाउँमा के राख्छौ त 1/10 डिग्री, त्यसलाई रेडियनमा लगाइन्छौ 1/10 इन्टु पाई/180 गरेर चाहिँ रेडियनमा लगाइन्छौ, अनि त्यो भ्यालु चाहिँ लगेर कहाँ राखिदिन्छौ त, यहाँ राखिदिन्छौ थीटा एमा फिक्स सपोर्टमा रोटेसन दिएको बेलामा। ठिक छ, अरू फरक केही पनि हुँदैन। अहिले 0 राखेको थियो त्यति बेला चाहिँ के हुन्थ्यो, भ्यालु आउँथ्यो, तर रेडियनमा लगेर राख्नुपर्छ है। 0 प्लस थीटा बी प्लस माइनस 0 यतापट्टि, यो भयो भने कति आयो त माइनस 12.5 प्लस 2/5 भनेको 0.4, 0.4 EI अनि थीटा बी, एमएबी बराबर यति आयो। यसलाई के भन, इक्वेसन नम्बर 1 भन। अब हेर इक्जाममा चाहिँ, इक्जाममा तिमीले अब मैले यहाँ एउटा स्टेप बढी लेखिसकेको छु। इक्जाममा टाइम बचाउने ठाउँ भनेको चाहिँ यस्तै यस्तै ठाउँहरू, टाइम बचाउने ठाउँ होइन। यो माथिको इक्वेसन पनि लेखिरहनु पर्दैन, कसैले चाहिँ यदि डाइरेक्ट लेखिदिन्छ भने के गर्न पायो त, डाइरेक्ट उसले चाहिँ हेरिदिनु सक्छ भने यो स्टेप लेखिदिनु पायो होइन, इक्वेसन त थाहा हुन्छ नि त। अब हेर है, अर्को स्टेप पछि अब एमबिए भनेर निकाल्नुपर्छ नि, मैले एमबिए भनेर निकाल्नुपर्छ नि, म इक्वेसन लेख्दिनँ। अब इक्वेसन लेख्दिनँ, हेर है, सिधै लेख्ने है। एमबिए भनेको एफएमबिए हो, एफएमबिए भनेको कति हो 12.5 प्लस 2EI/L त छँदैछ, थीटा ए प्लस 2 थीटा बी माइनस 3 डेल बाई एल आउने हो नि, हो कि होइन, हो नि। 2 थीटा बी आउँछ भनेपछि 2 दुना 4, 4/5, 4/5 भनेको कति 0.8 EI थीटा बी। यो बुझ्छौ, यो लेखेको डाइरेक्ट लेखेको बुझ्छौ है। इक्जाममा चाहिँ स्टेप चाहिँ बचाउने यसरी हो क्या, टाइम बच्यो नि, 1 मिनट बच्छ, एउटा स्टेपमा 1 मिनट बच्यो। यस्तै इक्वेसन चाहिँ 6वटा इक्वेसन लेख्नु पर्यो भने कति मिनट बच्यो, 6 मिनट बच्यो। इक्जाममा भ्याएन भन्छ, नभ्याउने भन्ने हुन्छ। पर स्पान, अर्को स्पान के त बिसी भन्ने स्पानको लागि, बिसी भन्ने स्पानको लागि एमबिसी बराबर एफएम बिसी प्लस 2EI/L 2 थीटा बी प्लस थीटा सी माइनस 3 डेल बाई एल। एफएमबिसी भनेको कति हो त, अहिले भर्खर निकालेको थियो -10, उहाँ माथि निकालेको थियो है, -10 प्लस हेर है 2EI/L भनेको कति छ यसको 4 मिटर लेन्थ छ बिसीको, 2 थीटा बी प्लस थीटा सी, यो डेल्टा के हो त, डेल्टा 0 हो, सेटलमेन्ट दिएको छैन 0। यो गर्दाखेरि -10, यो कति भयो 2 दुना 4, 4 काट्यो, प्लस EI थीटा बी प्लस 0.5 EI थीटा सी, यो के हो त एम बिसी हो। इक्वेसन नम्बर कति भन्यो यसलाई 3 भन्यो। त्यसो भए बाठो मान्छेले के गर्न सक्छ थाहा छ, एमसीबी बराबर डाइरेक्ट के लेखिदिन सक्छ थाहा छ, एफएमसीबी भनेको पोजिटिभमा 10 हो, प्लस हेर है, यो चाहिँ आधा हुन्छ होला, 2 थीटा बी आएको थियो भने अबकोमा चाहिँ सीबीमा त थीटा बी प्लस 2 थीटा सी हो नि त, भनेपछि यसको थीटा बीमा आइरहेको भ्यालु चाहिँ आधा हुन्छ होला, 0.5 EI थीटा बी प्लस अर्को थीटा सीमा त फेरि इन्टु 2 लाग्छ नि त, यसमा चाहिँ EI थीटा सी। यसलाई के भन्यो तिमीले, क्वेसन नम्बर 4 भन्यो। यसलाई डाइरेक्ट लेख्न सक्यो है, टाइम बच्छ, त्यो भयो। कतिवटा इक्वेसन भयो हामीसँग अल टुगेदर 4वटा इक्वेसन भयो है, 4वटा इक्वेसन अननोन कतिवटा छ, 6वटा अननोन देखिसक्यो यार। अब यति गरिसके पछाडि के गर्ने भनेको थिएँ मैले, स्टेपमा हामीले लेखेका थियौँ। यति गरिसके पछाडि स्लोप डिफ्लेक्सन इक्वेसन लेखिसके पछाडि के लेख्ने त, जोइन्ट इक्विलिब्रियम लगाऊ, जोइन्ट इक्विलिब्रियम लगाइरहँदा हेर है, देखिन्छ जोइन्ट इक्विलिब्रियम लगाइरहँदा हेर है, ए भन्ने सपोर्टमा त फिक्स सपोर्ट छ, फिक्स सपोर्टमा आइरहेको मोमेन्ट कति हो हामीलाई थाहा छैन, निकाल्नुपर्छ।
ठिक छ। तर बी भन्ने ठाउँमा आइरहेको मोमेन्ट के हो त? एउटा बी भन्ने ठाउँमा आइरहेको मोमेन्ट, यो ठाउँमा आइरहेको मोमेन्ट भनेको एउटा बिए हो, अर्को बिसी हो नि। बी भन्ने ठाउँमा आइरहेको मोमेन्ट, त्यो भएर समेसन मोमेन्ट एट बी बराबर 0 गर्न सकिन्छ होला। बी भन्ने ठाउँमा आइरहेको मोमेन्टलाई 0 गरिदिन सकिन्छ होला। त्यो भयो भने एमबिए प्लस एमबिसी बराबर 0 भन्न पाइन्छ कि पाइँदैन? दुईतिरको मोमेन्ट जोड्दाखेरि जोइन्टमा इक्विलिब्रियम हुनु पर्यो नि मोमेन्ट हो कि होइन? पहिला पनि हामीले यस्तो फ्रेमलाई ब्यालेन्स गर्दाखेरि के गर्थ्यौँ त? यहाँनिर चाहिँ क्लकवाइज मोमेन्ट लागिरहेको छ 10 लागिरहेको छ भने यतातिर एन्टी क्लकवाइज मोमेन्ट 10 लाग्नुपर्छ होइन? दुईटा जोड्दाखेरि 0 आउनुपर्छ भन्न खोजेको त होइन? यसमा पनि कुरा के हो त? त्यही नै हो, सेम नै हो। त्यसो एमबिए भनेको कति छ त? इक्वेसन राखिदेऊ, 12.5 प्लस 0.8 EI थीटा बी, यही हो बीए भनेको। अनि बीसी भनेको -10 प्लस EI थीटा बी प्लस 0.5 EI थीटा सी बराबर 0 आउँछ नि है। यदि यो आयो भने ल हेर है, यो आयो भने यसलाई अब इक्वेसन बनाइदेऊ। 0.8 प्लस 1.8 EI थीटा बी हो, 1.8 EI थीटा बी प्लस 0.5 EI थीटा सी बराबर कति आउँछ? -2.5 आउँछ। यसलाई अझै के गरिदिउँ, यो EI लाई तल ल्याएर राखिदिउँ। तल ल्याएर राख्न सकिन्छ? 1.8 थीटा बी प्लस 0.5 थीटा सी बराबर -2.5 EI। यसलाई इक्वेसन नम्बर कति भन्छौ त? इक्वेसन नम्बर 5 बन। क्लियर छ? यहाँसम्म समस्या छ कसैलाई? छैन है, सजिलो छ है। अब के गर्नु पर्यो? बीमा मोमेन्ट 0 गरेको जस्तै सीमा पनि त कस्तो सपोर्ट छ? कस्तो वाले सपोर्ट छ? रोलर सपोर्ट थियो नि। त्यो भएर समेसन मोमेन्ट एट सी बराबर 0, सीमा मोमेन्ट 0 गऱ्यो। सीमा आइरहेको मोमेन्ट भनेको एमसीबी हो नि, एमसीबी बराबर 0। एमसीबी को भ्यालु भनेको कति छ? 10 प्लस 0.5 EI थीटा बी प्लस EI थीटा सी बराबर 0। यहाँबाट गऱ्यो भने तिमीलाई 0.5 थीटा बी प्लस थीटा सी बराबर -10/EI आउँछ कि नै? आउँछ नि है। यसलाई इक्वेसन नम्बर कति भन्न पायो? 6 भन्न पायो। ल हेर त, इक्वेसन नम्बर 5 र 6 सल्भ गरिदियो भने अनसल्भिङ इक्वेसन 5 एन्ड 6, इक्वेसन 5 र 6 लाई सल्भ गर्यो भने के आउँछ त? थीटा बी को र थीटा सी को भ्यालु आउँछ, तर के को टर्ममा आउँछ थाहा छ? डिभाइड/EI को टर्ममा आउँछ। डिभाइड/EI डाइरेक्ट क्यालकुलेटर चलाइदियो हुन्छ, लास्टमा डिभाइड/EI राखिदिने मात्रै, सिधै क्यालकुलेटर चलाइदियो हुन्छ है। कति आउँछ ल भन? कति? 1. थीटा बी भनेको 613/EI। अनि थीटा सी भनेको -10.806 -10.806/EI। यस्तो भ्यालु आएर त यस्तो कुरा है। इट मिन्स दैट अब थीटा बी चाहिँ पोजिटिभ आइरहेको छ। हेर त, पोजिटिभ आइरहेको छ भन्नुको अर्थ यो के हो त? क्लकवाइज घुमिरहेको छ, क्लकवाइज डिरेक्सन। र थीटा सी चाहिँ के आइरहेको छ? नेगेटिभ आइरहेको छ। इट मिन्स दैट एन्टी क्लकवाइज डिरेक्सन। अघि मैले एउटा टर्म भनेको थिएँ तिमीलाई, इलास्टिक कर्भ भन्ने कुरा गरेको थिएँ, याद छ? इलास्टिक कर्भ भन्ने बनाउनु पर्छ है भन्ने कुरा गरेको थिएँ। इलास्टिक कर्भ भनेको लोड लागिरहँदा यो डिफ्लेक्ट कसरी हुन्छ त? त्यो कर्भ हो। लोड लागिरहँदा डिफ्लेक्ट कसरी हुन्छ? त्यो कर्भ हो। डिफ्लेक्ट हुने कर्भ यसको हेर त, रोटेसनको डिरेक्सन क्लकवाइज र एन्टी क्लकवाइज भन्न आउने बित्तिकै बनाउन सकिन्छ होला। यदि क्वेसनमा तिमीलाई चाहिँ इलास्टिक कर्भ पनि बनाऊ भनेर सोधेको छ भने कसरी बनाउनु पर्छ त भन्दा, बिम बनाउने पहिला
बिम बनाउने पहिला यहाँनिर के छ सपोर्ट छ ए यहाँ छ बी सपोर्ट यहाँ छ सी सपोर्ट यहाँ छ हो कि होइन हो हेर है बी भन्ने सपोर्ट चाहिँ कसरी यो बीमा चाहिँ रोटेसन कसरी आइरहेको छ हेर त बीमा रोटेसन कसरी आइरहेको छ क्लकवाइज आइरहेको छ भन्नुको अर्थ यो कसरी मुभ गर्छ यसरी मुभ गर्छ यसरी मुभ गर्ने हो कि होइन यो यता जानु पर्यो यो यता जानु पर्यो नि हो कि होइन क्लियर छौ है यसै गरी सी सपोर्ट चाहिँ कसरी मुभ गरिरहेछ अरे एन्टी क्लकवाइज भनेको यो तलतिर जानुपर्ने हो यतातिर जानुपर्ने हो यसरी मुभ गर्नुपर्ने हो एन्टी क्लकवाइज भनेको त्यही हो नि यसको डिफ्लेक्टेड सेप कसरी बनाउने हेर त एन्टी क्लकवाइज मुभ गरिरहेछ भने यो मेम्बर कता पुग्दो रहेछ यता तलतिर पुग्दो रहेछ यो मेम्बर चाहिँ कता आउँदो रहेछ माथितिर आउँदो रहेछ नि यस्तो आउँदो रहेछ नि हो कि होइन यस्तो यसको डिफ्लेक्टेड सेप यहाँनिर अलिकति राम्रो देखेन है फेरि पनि बनाउँछु ल यसलाई मैले हेर त फरक कलरले ड्र गरेको छु यो कता आउनु पर्यो कसरी आउनु पर्यो यता आउनु पर्यो हो कि होइन यसरी डिफ्लेक्ट हुनु पर्यो यो चाहिँ यता डिफ्लेक्ट हुनु पर्यो तलतिर आउँदो रहेछ अनि यहाँ डिफ्लेक्सन चाहिँ कसरी हुन्छ थाहा छ यहाँनिर त रोटेसन त जिरो हो नि त थीटा ए बराबर जिरो यो यहाँको रोटेसन जिरो हुने ठाउँमा यसरी च्याप्पेको जसरी ल्याउनु पर्छ क्या फिक्स सपोर्ट भइरहेको कारणले गर्दा रोटेसन जिरो यहाँनिर आइरहेको थीटा बी बराबर कति त थीटा बी बराबर कति 1.613 बाई EI थीटा सी बराबर कति त 10.806 बाई EI डिरेक्सन दिएपछि माइनस भन्ने कुरा थाहा पाइहाल्यो किनकि हेर त हामीले एभ्री क्लकवाइज मोमेन्ट्स आर पोजिटिभ एभ्री क्लकवाइज स्लोप्स आर पोजिटिभ भनेर चाहिँ सुरुमै डिस्प्लेसमेन्ट मेथडमा लेखेको थियो नि त एन्टी क्लकवाइज आएको भनेको नेगेटिभ हो त्यहाँ डिरेक्सनले देखाइदिएको छ एन्टी क्लकवाइज भनेर यो चाहिँ के भयो यसको लागि इलास्टिक कर्भ अथवा डिफ्लेक्टेड सेप भन्न सकिन्छ यो लोड लागिरहँदा डिफ्लेक्सन कसरी हुँदो रहेछ यो पार्ट चाहिँ माथि अफ्लिफ्ट भएको जस्तो हुँदो रहेछ यो पार्ट चाहिँ बिसीको पार्ट चाहिँ तल जाँदो रहेछ हेर त त्यही बतायो नि यो त इलास्टिक कर्भको कुरा हो अब हामीलाई त यो अननोन डिस्प्लेसमेन्ट निकालेर मात्रै त पुग्दैन खासमा हाम्रो उद्देश्य भनेको त यसको बेन्डिङ मोमेन्ट डायग्राम बनाउने हो नि त उद्देश्य बेन्डिङ मोमेन्ट डायग्राम बनाउने होइन त त्यसो भए मोमेन्टहरू त चाहियो नि त एन्डमा आइरहेको मोमेन्टहरू त चाहियो नि त्यो मोमेन्टहरू कसरी पत्ता लगाउन सकिन्छ त्यो मोमेन्टहरू यो भ्यालुलाई थीटा बी र थीटा सी को भ्यालुलाई ब्याक सब्स्टिट्युटिङ इन स्लोप डिफ्लेक्सन इक्वेसन लेख ब्याक सब्स्टिट्युटिङ द भ्यालु अफ थीटा बी एन्ड थीटा सी इन स्लोप डिफ्लेक्सन इक्वेसन back substituting value of theta b and theta c in slope deflection equation के आउने भयो त MAB बराबर कति आउँछ सबै निकाल है MBA बराबर कति आउँछ MBC बराबर कति आउँछ र MCB बराबर कति आउँछ निकाल्नु ठ्याक्कै ब्याक सब्स्टिट्युट गर्दाखेरि EI र EI काटिन्छ होला काटिन्छ है ल कति आयो भन त ल ओके हेर है अब डेसिमल पछाडि कतिवटा लेख्ने भन्ने कुरा पनि आउँछ डेसिमल पछाडि चाहिँ तिमीले यो थीटा बी र थीटा सी को भ्यालु निकालिरहेछौ भने चाहिँ यो थीटा बी र थीटा सी को भ्यालु निकालिरहेछौ भने चाहिँ यसमा सकेसम्म धेरै राख्ने किनकि यो भ्यालु पनि युज गरेर अगाडि क्याल्कुलेसन गर्नुपर्छ नि त हो कि हैन त्यसले गर्दाखेरि चाहिँ यो डेसिमल पछाडिको भ्यालुले पनि कहिलेकाहीँ के गरिदिन सक्छ इरर निकाल्दिन सक्छ तर यो भ्यालु त के हो त अन्तिम भ्यालु हो के मोमेन्ट आइरहेको भ्यालु छ नि त्यो भ्यालु त अन्तिम भ्यालु त्यही भएर सिंगल डेसिमल प्लेसमा गरे भइहाल्यो नि
किन कम्पिटिसन इफोर्ट बढाउने हैन जति डेसिमल प्लेस पछाडि राख्छौ त्यति के हुन्छ तिमीलाई क्याल्कुलेसन गर्नलाई चाहिँ बढी टाइम लाग्ने हो नि कम्पिटिसनल एफोर्ट बढ्ने हो नि त्यो भएर यो चाहिँ तिम्रो इन भ्यालु हो इन भ्यालु भनेको तिमीले चाहिँ 11.855 भन्नु र 11.8 भन्नु कुरा एउटै हो एउटै हैन र एउटै कुरा बुझिन्छ है त्यो भएर यसलाई भ्यालु कति आयो 11.8 किलो न्युटन मिटर नेगेटिभमा हो माइनसमा त्यस्तै गरी बीए एमबीए कति कति 13.7 माइनसमै हो पोजिटिभमा 13.7 किलो न्युटन मिटर बीसी माइनस 13 कति 7 ओके धन्न 7 भन्यो नभनेको भए आलु भन्थे किन थाहा छ अघि भर्खर माथि चाहिँ एमबीए र एमबीसी जोड्दाखेरि चाहिँ 0 हुन्छ भन्ने अनि यहाँ चाहिँ 13.6 भनेको भए चाहिँ त्यो 0.1 कहाँ हरायो भनेर सोध्थ्यो नि त त्यो कुरा पनि ख्याल गर्नु पर्यो एमसीबी कति त क्याल्कुलेसन गरिरहेछ होला मलाई त थाहा छ 0 हुन्छ भन्ने किनकि सिधै समेसन मोमेन्ट एट सी बराबर 0 गरेर एमसीबी बराबर कति 0. कति कति आयो 5 × 10 को पावर -4 हो त नि हरायो यसको यति 5 × 10 को पावर -4 छ नि यसको किन हरायो त त्यही डेसिमल पछाडिकोले अनि 5 × 10 को पावर -4 भनेर लेख्यो भने मैले चाहिँ 2 नम्बर काट्दिन्छु किन काट्छु थाहा छ बिकज उसको चाहिँ कन्सेप्टै पुगेको छैन भन्ने बुझाइ हो मेरो किन थाहा छ कन्सेप्ट किन पुगेन एमसीबी बराबर 0 भनेर माथि चाहिँ त्यो इक्वेसन लगाएर सल्भ गर्ने लास्टमा आएर एमसीबी को भ्यालु निकालिलास् फेरि हैन त्यो भनेको चाहिँ इन्जिनियरिङ पढ्छु भन्ने अनि म्यानेजमेन्टतिर जाने हैन भयो त काम लाग्यो लागेन नि त्यही भयो कुरो ल ओके यो त अब मोमेन्ट आयो त्यसो भए यो आइरहेको मोमेन्ट छ नि यसलाई प्लट गर्नुपर्छ यो आइरहेको मोमेन्टलाई हामीले के गर्नुपर्छ त प्लट गर्नुपर्छ इम्पोर्टेन्ट कुरा त्यहाँनिर छ प्लट गर्नुपर्छ प्लट गर्नको लागि हामी के गरौँ त भन्दा सुरुमा यसको फ्री बडी डायग्राम बनाइदियो यसको सुरुमा मैले फ्री बडी डायग्राम बनाउने भने है फ्री बडी डायग्राम बनाइरहँदा यो -11.8 भन्ने मोमेन्ट चाहिँ क्लकवाइज हो कि एन्टी क्लकवाइज हो क्लकवाइज भनिरहेछ कसैले कसरी क्लकवाइज हुन्छ अल क्लकवाइज मोमेन्ट्स आर पोजिटिभ हाम्रो एज्युम्सन के थियो त्यो डिस्प्लेसमेन्टमा त्यो हो नि अल क्लकवाइज मोमेन्ट्स आर पोजिटिभ त्यो मानेर काम गरिरहेछ नेगेटिभ आयो भन्नुको अर्थ यो के हो एन्टी क्लकवाइज तर प्लट गर्ने बेलामा चाहिँ त्यो साइन कन्भेन्सन हो त हाम्रो फेरि प्लटिङ साइन कन्भेन्सन त त्यो होइन प्लटिङ साइन कन्भेन्सन त के हो त यस्तो हो लेफ्ट साइडतिर क्लकवाइज मोमेन्ट पोजिटिभ राइट साइडतिर एन्टी क्लकवाइज मोमेन्ट पोजिटिभ हो यहाँनिर अलिकति कुरा मिलिरहेको छैन जस्तो लागिरहेछ अब अलिकति लास्टमा कुरो मिल्दैन त्यसको लागि अब यो मोमेन्टको भ्यालु आइसके पछाडि फ्री बडी डायग्राम बनाऊ फ्री बडी डायग्राम बनाउनको लागि यतापट्टि एबी भन्ने स्पानमा के थियो त युडिएल थियो एबी भन्ने स्पानमा युडिएल थियो र बीसी भन्ने स्पानमा के थियो पोइन्ट लोड थियो युडिएल को इन्टेन्सिटी कति थियो 6 किलो न्युटन पर मिटर थियो 5 मिटर लेन्थको थियो त्यसो भए यहाँनिर ख्याल गर अब यहाँनिर ख्याल गर है एमएबी को भ्यालु कति आएको छ -11.8 आइरहेको छ एबी भनेको ए भन्ने ठाउँमा आइरहेको मोमेन्ट हो नि कति आइरहेको छ -11.8 भनेको एन्टी क्लकवाइज 11.8 आएको हो बीमा कति आइरहेको छ बीएमा कति आइरहेको छ एबी स्पानको बी भन्ने ठाउँमा 13.7 कस्तो क्लकवाइज आइरहेको छ 13.7 क्लकवाइज आइरहेको छ बीसीमा फेरि हेर त 13.7 एन्टी क्लकवाइज आइरहेको छ 13.7 एन्टी क्लकवाइज सीबीमा 0 मोमेन्ट छैन यसरी मोमेन्टको लागि फ्री बडी डायग्राम त बनायो ठिक छ त्यसो सुरुमा म यो डायग्रामबाट बेन्डिङ मोमेन्ट डायग्राम बनाउन सिकाउँछु है त यो डायग्रामबाट बेन्डिङ मोमेन्ट डायग्राम बनाउन सिकाउँछु बेन्डिङ मोमेन्ट डायग्राम बनाउनको लागि दुईटा मेथडहरू छ एउटा सिधै नेट डायग्राम बनाउन मिल्ने मेथड छ जुन अहिलेसम्म हामीले पढिरहेको छौँ
सिधै नेट डायग्राम बनाउन मिल्ने मेथड, अर्को चाहिँ सुपरपोजिसनबाट गर्न मिल्नेछ, जुन गर्न पनि पाइन्छ। ठिक छ, जुन गर्न पनि पाइन्छ। दुईटा मेथड छ है, एउटा चाहिँ नेट डायग्राम बनाउने, अर्को चाहिँ सुपरपोजिसनबाट गर्ने। दुईटा मेथड सिकाउँछु। सुरुमा नेट डायग्राम बनाउन सिकाउँछु है त, नेट डायग्राम बनाउन सिकाउँछु है बीएमपी बनाउनुलाई। यसको लागि हेर है, नेट डायग्राम बनाइरहँदा यो ए भन्ने पोइन्ट हो, यो बी भन्ने पोइन्ट हो, र यो सी भन्ने पोइन्ट हो। हेर है, ए भन्ने पोइन्ट, बी भन्ने पोइन्ट, सी भन्ने पोइन्ट। ओ यो फ्री बाडी डायग्रामबाट हेर, ए भन्ने ठाउँमा मोमेन्ट कस्तो आइरहेको छ, कस्तो आइरहेको छ। ए भन्ने ठाउँ भनेको यो एबी स्पानको लागि, स्पान टु स्पान हेरौँ न, एबी स्पानको लागि ए भन्ने ठाउँ लेफ्टतिरको मोमेन्ट हो कि राइटतिरको मोमेन्ट हो? लेफ्टतिरको मोमेन्ट हो, लेफ्टतिरको मोमेन्ट हो। हेर है, लेफ्टतिरको मोमेन्ट एन्टी क्लकवाइज आइरहेछ भन्नुको अर्थ यो के हुनुपर्छ प्लट गर्दा? लेफ्टतिर एन्टी क्लकवाइज भनेको के हो? नेगेटिभ हो। यहाँ पनि कुरो मिलिरहेछ हेर त, यो लेफ्टतिरको मोमेन्ट हो, यहाँ यो लेफ्टतिरको हो, यो राइटतिरको हो, यो लेफ्टतिरको हो, यो राइटतिरको। यो कुरा त थाहा छ नि हामीलाई, लेफ्ट र राइट त छुट्याउन सकिन्छ। लेफ्टतिरको मोमेन्ट एन्टी क्लकवाइज आइरहेछ, नेगेटिभ हो। यसले दिएको भ्यालु साइन छ नि, यहाँ मिलेको एबीमा मिलेको छ। अब बीएमा गरेर हेरौँ, बीएमा गरेर हेरौँ कति छ? 13.7 भ्यालु पोजिटिभ आइरहेको छ। 13.7 भ्यालु के आइरहेछ? पोजिटिभ आइरहेको छ। राइट साइडतिर हो, राइट साइडतिर कस्तो मोमेन्ट छ? यो क्लकवाइज मोमेन्ट छ। के हुनु पर्थ्यो? नेगेटिभ हुनु पर्थ्यो, तर आइदियो के? पोजिटिभ आयो। हेर त, कुरो मिल्यो? मिलेन नि, प्लट गर्ने बेला त्यहाँ चाहिँ मिलेन, त्यही भएर यसलाई एकछिनलाई इन्टु लगाइदिउँ। अब फेरि अर्को बिसीमा जाउँ, बिसीमा जाउँ है। बिसीमा हेर त 13.7 लेफ्टतिरको हो, एन्टी क्लकवाइज आइरहेछ, नेगेटिभ हुनु पर्थ्यो, नेगेटिभै छ। कुरो मिलिरहेछ। यो त पोजिटिभ नेगेटिभ के भनिदिएर होइन, जिरोलाई पोजिटिभ नेगेटिभ भन्ने कुरै भयो। यहाँबाट हेऱ्यो भने हेर त, लेफ्टतिरको कुरो चाहिँ मिलिरहेको छ, राइटतिरको साइन चाहिँ के भइरहेको रहेछ? मिलेको रहेछ। त्यो भएर यो आइरहेको भ्यालुमा चाहिँ के गर्नुपर्ने रहेछ थाहा छ? प्लट गर्ने बेलामा चाहिँ, प्लट गर्ने बेलामा चाहिँ के गर्नुपर्ने रहेछ? राइटतिर आइरहेको मोमेन्टलाई चाहिँ, राइटतिर आइरहेको मोमेन्टलाई चाहिँ साइन चेन्ज गरिदिने। लेख नि त, लेख्नु पर्यो नि, यो त बिर्सिन्छ, लेख्नु पर्न। आफूले बुझ्ने भाषामा, नेपाली बुझ्ने मान्छेले नेपालीमा, चाइनिज बुझ्नेले चाइनिजमा, जे सजिलो लाग्छ त्यही। अङ्ग्रेजी बुझ्नेले अङ्ग्रेजीमा, होइन? जापानिज मन पर्न सक्छ कसैलाई। राइटतिरको मोमेन्टलाई के गरिदिने? आइरहेको मोमेन्टलाई साइन चेन्ज गरिदिने। यसरी बुझ्दा पनि भयो। अथवा कोही मान्छेलाई म सिधै फिगरबाट बुझ्छु भनिदिन्छ, कसैले के भनिदिन्छ? म फिगरबाट बुझ्छु सर, किन धेरै टेन्सन लिन्छु र भन्छ। त्यसको लागि ल हेर, अब बीएमटी बनाउनुतिर लागौँ, बीएमटी बनाउनुतिर लागौँ है। यो ए भन्ने ठाउँ छ, ए भन्ने ठाउँमा नेगेटिभ मोमेन्ट कति? 11.8 नेगेटिभ। बी भन्ने ठाउँमा नेगेटिभ मोमेन्टै कति? नेगेटिभ भनेपछि माथि प्लट गर्ने भन्ने सिक्यो हो नि अहिलेसम्म, होइन? हुन्छ, 13.7 नेगेटिभ, होइन त? अर्को 0, ए होइन त? अब यसलाई जोड्नु पर्यो। यसलाई जोड्दाखेरि एबी भन्ने स्पान छ नि, एबी भन्ने स्पानमा के छ? युडिएल छ। युडिएल छ भनेपछि यो कर्भ कताबाट जान्छ त? हेर है, यहाँ अप्सन्सहरू, यहाँबाट जाने हो कि माथिबाट जाने हो कि अझै तलबाट जाने हो? तीनटा अप्सन। कुन अप्सन चाहिँ नमिल्ला त भन्दा माथिबाट जाने अप्सन चाहिँ नमिल्ला। किन थाहा छ? लोडले तल धकेलिरहेको छ, यो बिम कताबाट माथि जान्छ र भन्ने एउटा लजिक आउन सक्छ, होइन? यसरी धकेलिरहेको छ, तलतिरै धकेलिरहेको छ, माथि जाने सम्भावना त नहोला, होइन? त्यो भएर तलबाटै जाला, बिम बेन्ड तलबाटै होला। ओके, तर तलबाट जाँदाखेरि यो मिडको भ्यालु चाहिँ नेगेटिभ आउँछ कि पोजिटिभ आउँछ? यो मिडको भ्यालु चाहिँ नेगेटिभ आउँछ कि पोजिटिभ आउँछ? थाहा छ हामीलाई? थाहा छैन। नेगेटिभ आयो भने माथिबाट जान्छ, पोजिटिभ आयो भने तलबाट जान्छ, थाहा छैन हामीलाई है।
त्यो भएर यो मेथडमा कता कता गाह्रो भएको हो कि अब यो त ठ्याक्कै प्लट गर्न त गाह्रो भयो नि त गाह्रो भएको हो कि यो चाहिँ डाइरेक्ट नेट डायग्राम बनाउन खोजिरहेको थियो हामीले थोरै समस्या भएको जस्तो लाग्यो है यो समस्याको समाधान कहाँबाट आउँछ त भन्दा यो समस्याको समाधान चाहिँ कहाँबाट आउँछ भन्दा सुपरपोजिसन मेथडबाट आउँछ सुपरपोजिसन मेथड ठिक छ सुपरपोजिसन मेथडबाट हो त्यसो भए मेथड सुपरपोजिसनबाट गरौँ अनि मेथड सुपरपोजिसनबाट बुझिसके पछाडि यो भ्यालु कसरी निकाल्ने भन्ने कुरा पनि थाहा पाइन्छ है सुपरपोजिसनतिर लाग्छु ल सुपरपोजिसनबाट बीएमडी बनाइरहँदा सुपरपोजिसनबाट मैले बीएमडी बनाइरहँदा दुईटा कुरालाई मैले सुपरइम्पोज गर्नुपर्छ एउटा कुरा भनेको चाहिँ हेर है यो एबी भन्ने बीमलाई चाहिँ सुरुमा के मानौ त भन्दा सिम्पली सपोर्टेड मानौ सिम्पली सपोर्टेड छ यो पनि सिम्पली सपोर्टेडै हो सिम्पली सपोर्टेडै बनाइदियो ठीक छ एउटा इफेक्ट भनेको चाहिँ हेर है यो बीममा चाहिँ एउटा इफेक्ट भनेको चाहिँ के राख त भन्दा युडिएल मात्रै छ भन्ने कुरा राख एउटा इफेक्ट भनेको युडिएल मात्रै छ र अर्को इफेक्ट भनेको चाहिँ के छ त एबी भन्ने स्पानमा मात्रै भनेको छु मैले एबी भन्ने स्पानमा मात्रै भनेको छु एउटा इफेक्ट भनेको युडिएल मात्रै छ अर्को इफेक्ट भनेको यसमा मोमेन्ट छ नि हेर न 11.8 र 13.7 भन्ने मोमेन्ट छ त्यसो भए अब यो दुईटा इफेक्टलाई मैले के गर्नु परिरहेको छ सुपर इम्पोज गर्नुपर्ने छ यही दुईटा इफेक्ट बाहेक के छ एबी भन्ने स्पानमा बीसीमा पनि सेम त्यसरी नै आउँछ है कुरो एबीमा बुझाउँछु पहिला त्यसो भए यो फुल स्पानमा युडिएल लागिरहेको छ म्याक्सिमम बेन्डिङ मोमेन्टको भ्यालु कति हो WL²/8 WL²/8 पोजिटिभ हो नि पोजिटिभ भनेपछि जेनरली बनाउने गरेको कता त तलतिर बनाउने गरे है पोजिटिभमा भ्यालु कति त WL²/8 कति भ्यालु आउँछ भने निकाल्न सकिन्छ होला ठ्याक्कै यो भ्यालु कहाँ हो त मिड पोइन्टमा हो प्लस सुपर इम्पोज गर्न खोजिरहेछौँ यो के आयो त यो हेर त यो त नेगेटिभ हो 11.8 के हो नेगेटिभ हो 13.7 के हो नेगेटिभै हो 11.8 र 13.7 के हो त नेगेटिभ यसको बीएमडी यही हो कि हैन यहाँ हेर न यो ठाउँमा मोमेन्ट कति 11.8 अर्को ठाउँमा मोमेन्ट 13.7 अरु बीचमा केही पनि लोड छैन नेगेटिभ भएन त बुझिन्छ यो कुरा अब यो दुईटा डायग्रामलाई मैले के गर्न खोजिरहेको छु सुपर इम्पोज गर्न खोजिरहेको छु कसरी गर्ने होला त सुपर इम्पोज गर्ने भएपछि पोजिटिभ र नेगेटिभको डायग्रामलाई डिफरेन्ट साइडमा ड्र गर्ने कि एउटै साइडमा ड्र गर्ने भनेको रे एउटै साइडमा ड्र गर्ने भनेको इट मिन्स दैट यो नेगेटिभको डायग्राम आइरहेको छ नि हेर त यो नेगेटिभको डायग्राम आइरहेको यस्तो छ भने 11.7 यता छ अनि 13.7 यता छ रे ठीक छ यसमा ल्याएर केलाई तिमीले ड्र गर्नुपर्छ त अर्को कलरले बनाउँछु के ड्र गर्नुपर्छ तिमीले यसरी WL²/8 लाई यो कर्वलाई ड्र गर्नुपर्छ त्यसो भए यो कर्व अब यो भन्दा माथि जान्छ कि जाँदैन कसरी थाहा हुन्छ त्यसको लागि भ्यालु निकाल्ने यो मिडको भ्यालु कति हो त यो मिडको भ्यालु भनेको यो भ्यालु भनेको हेर है यो कालोको पार्टको डायग्रामको मिड भ्यालु भनेको कति हो त यसको र यसको एभरेज हो कि हैन एभरेज गरेर त कति आउँछ दुईटाको 11.7 र 13.7 को एभरेज गरेर 12.7 आउँछ 12.7 आउँछ हो कि हैन अनि यो माथिको भ्यालु चाहिँ WL²/8 हो कि हैन यो कर्वको पिक पोइन्ट WL²/8 भनेको कति आउँछ त WL²/8 भनेको W भनेको 6 इन्टु L भनेको कति छ 5 को स्क्वायर/8 गर्दा कति 18.75 यो 18.75 आउँदो रहेछ त्यही भएर कताबाट गयो माथिबाट गयो क्लियर छ सबैजना त्यही भएर माथिबाट गयो त्यसो भए बाँकी रह्यो के त हेर है बाँकी रह्यो के त यो कालोको पार्ट भनेको नेगेटिभको पार्ट हो कि हैन अनि यो पार्ट भनेको पोजिटिभको पार्ट हो
अनि यो पार्ट भनेको नेगेटिभको पार्ट। यसरी डायग्राम बन्यो है, बुझिन्छ यो गर्न। त्यसो भए यसैलाई नै मैले अब एज अ होल डायग्राम बनाइदिन्छु हेर है, एज अ होल डायग्राम बनाइदिन्छु, यतापट्टि बनाउँछु ल। अब एकैचोटि पिएमडी बनाइदिन्छु, दुईटै पार्टलाई कन्सिडर गरेर है। हामीसँग त टिम कस्तो थियो, यस्तो थियो नि है, ए बी सी। अब कसरी बनाउने है, यही सुपरपोजिसन मेथडबाट। अब ए भन्ने ठाउँमा आइरहेको मोमेन्ट कति हो भन त मलाई, ए भन्ने ठाउँमा आइरहेको मोमेन्ट कति हो? पहिला सुरुमा के मात्रै प्लट गर्ने त, एन्ड मोमेन्ट मात्रै प्लट गर्ने। एन्ड मोमेन्ट भनेको त्यहाँ साइडमा आइरहेको मोमेन्ट मात्रै प्लट गर्ने। फर्स्ट स्टेप हेर है, सुपरपोजिसनबाट गर्ने कति, -11.8 नेगेटिभ 11.8 नेगेटिभ। बी भन्ने ठाउँमा आइरहेको मोमेन्ट कति हो, 13.7। यो पनि त नेगेटिभ भइसक्यो हो नि अब, होइन र? प्लट गर्ने बेला त यो पनि नेगेटिभ हुन्छ भनेर भर भनेको थिएँ नि मैले। 13.7 नेगेटिभ। सी भन्ने ठाउँमा 0, यो 13.7 होइन त? यहाँसम्म क्लियर छ। त्यसो भए यो डायग्रामहरू के गरिदिनु पर्यो, यसरी लिनियर लाइनले जोडिदिनु पायो, स्टेप हेर है, लिनियर लाइनले जोडिदिनु पायो, जोड नि त, जोडिहाल। फेरि छुट्टा छुट्टै बनाएर यसरी बस्ने त होइन, यो त मैले बुझाउनु मात्रै गरेँ अहिले, होइन त? सुपरपोजिसनबाट बनाउँदा के गरिदिने त, सुरुमा के प्लट गर्ने, एन्ड मोमेन्टहरू प्लट गर्ने। एन्ड मोमेन्ट प्लट गर्यो भने अब लोडको कारणले गर्दा आइरहेको डायग्राम प्लट गर्नुपर्ने छ नि त, हो कि होइन? लोडको कारणले गर्दा आइरहेको डायग्राम भनेको युडिएल छ भने WL²/8 भ्यालु लेखिदियो होला, कति आउँछ? WL²/8 भनेको 18.75, 18.75 भनेको माथितिर पुग्छ, 13.7 भन्दा नि माथि जान्छ। यसरी कर्भ बन्ने भयो, बन्यो कि नै? बन्यो। त्यही कुरा अब फेरि हेर त, उतापट्टि पोइन्ट लोड छ। पोइन्ट लोड लगाइरहेको बेलामा म्याक्सिमम मोमेन्टको भ्यालु कति हो? पोइन्ट लोड लगाइरहेको बेलामा म्याक्सिमम मोमेन्टको भ्यालु कति हो भन त? PAB/L हो कि होइन? PAB/L गरेर 20 × 2 × 2 बाई 20 × 2 × 2 बाई O कति आउँछ? 20 नै आउने भयो। 20 भनेको अझ माथि 18.75 भन्दा पनि अझै माथि 20। ठिक छ, ठिक छ है, यहाँसम्म क्लियर छ? लिनियर किन भयो? पोइन्ट लोड लगाइरहेको कारणले गर्दा लिनियर भयो। त्यसो रातोको पार्ट भनेको पोजिटिभको पार्ट हो, कालोको पार्ट भनेको नेगेटिभको पार्ट हो। ह्याचिङ गरिदिनुपर्छ। अब ह्याचिङ गर्न चाहिँ नछुटाउनु होला। यो के पार्ट हो? नेगेटिभको पार्ट हो। नेगेटिभको पार्टलाई यसरी ह्याच गर। यो पार्ट भनेको पोजिटिभको पार्ट यसरी भर्टिकल ह्याच गर्ने है। यो पार्ट फेरि नेगेटिभकै पार्ट हो, यो पार्ट फेरि पोजिटिभकै पार्ट हो। यो के बन्यो त? BMD बन्यो। अब फेरि म फर्केर कहाँ आउनु पर्ने छ थाहा छ? सुपरपोजिसनबाट सबैले गर्न सकिन्छ होला है? सकिन्छ, सजिलो छ। म फर्केर फेरि मैले अर्को पनि मेथड सिकाउँछु त भनेको थिएँ। हामी बिचमा चाहिँ अड्केका थियौँ। के कुरामा अड्केका थियौँ थाहा छ तिमीलाई? के कुरामा अड्केका थियौँ? तलबाट जान्छ कि माथिबाट जान्छ भन्ने कुराबाट अड्केका थियौँ। हेर है, यो भ्यालु आइरहेको छ नि। अब फेरि यहाँ म तल बनाइदिन्छु, यहाँ बनाइदिन्छु। डाइरेक्ट हामीले डायग्राम बनाउन खोजिरहँदा ए यहाँ थियो, बी यहाँ थियो, सी यहाँ थियो, नेट डायग्राम बनाउन खोजिरहेको थियो होइन? 11.7 माथि भन्ने कुरा थाहा पाइसकेका थियौँ, 13.7 माथि भन्ने कुरा पनि थाहा पाइसकेका थियौँ, अनि यहाँ 0 भन्ने कुरा पनि थाहा पाएको थियो। अब यहाँ युडिएल हुँदा यो कताबाट जान्छ त? हेर त, त्यहाँ माथि तलबाट, यो माथिबाट जान्छ कि तलबाट जान्छ भन्ने कुरा थाहा छैन नि हामीलाई। त्यो भ्यालु चाहिँ, यो भ्यालु चाहिँ कति रहेछ त, कुन रहेछ त भ्यालु थाहा छ? अब यो डायग्रामबाट थाहा पाउँछौ। यो तिम्रो कोअर्डिनेट त यो हो नि त, यो हो कि होइन कोअर्डिनेट? यो कोअर्डिनेटको भ्यालु भनेको कति हो त? 18.75 माइनस 13.7 प्लस 11 पोइन्ट कति हो यो? डिभाइड बाई 2, दुईटाको एभरेज हो कि होइन? हो नि, दुईटाको एभरेज लिने हो नि, हो कि होइन? त्यो गर्दाखेरि यो भ्यालु भनेको त पोजिटिभ आउँदो रहेछ। WL² माइनस यो गर्दाखेरि त्यो आउने भ्यालु भनेको त के रहेछ त? पोजिटिभ भ्यालु रहेछ। पोजिटिभ भ्यालु रहेछ, त्यो भएर यो भ्यालु यो कताबाट जान्छ त? यहाँबाट जान्छ।
है। यो के भयो त, यो भ्यालु भनेको WL स्क्वायर बाई 8 सरी माइनस प्लस लेखेछु माइनस 11.7 प्लस 13.7 बाई 2 11.7 है हामी 7 कि 8 हो 11.8 हो ओके 11.8 एउटै भ्यालु युज गरे है। यो गर्दा WL स्क्वायर 8 गर्दा कति आउँछ हामीले 18.7 मा निकालेको थियो कति आउने भयो 6 आयो 6 आयो हैन त भ्यालु के भयो त पोजिटिभ भयो यो नेगेटिभ भयो। अब अर्को पार्टमा के गर्ने त अर्को पार्टमा के गर्ने अर्को पार्टमा फेरि हेर त यो बिचको भ्यालु चाहिएको हामीलाई यो बिचको भ्यालु चाहिएको हामीलाई त्यो भनेको 13.7 र 0 को एभरेज हैन 20 माइनस 13.7 र PAB बाई L माइनस 13.7 र 0 को एभरेज कति 13.15 आउँदो रहेछ अझै तलबाट आउँदो रहेछ यो 13.15 आउँदो रहेछ। यसरी नेट डायग्राम बनाउँदा पनि भयो नेगेटिभ यो पोजिटिभ तलको पोजिटिभ भयो। यसरी पहिलाको जस्तो BMD त यो हो नि हेर है यो BMD र यो BMD सेम हो कि हैन नेगेटिभको नेगेटिभ आइरहेको छ पोजिटिभको पोजिटिभै आइरहेको छ फेरि अर्को नेगेटिभ पार्टको नेगेटिभै आइरहेको छ पोजिटिभको पोजिटिभै आइरहेको छ सेमै त रहेछ केही कुरा फरक हो र फरक हो जस्तो लाग्दैन। त्यो भएर जुन डायग्राम बनाउँदा पनि हुन्छ चोइस तिम्रो तर मैले चाहिँ के प्रिफर गर्छु सुपरपोजिसन किन प्रिफर गर्छु त भन्दा त्यसमा धेरै क्याल्कुलेसन गरिरहनु पर्दैन यसमा पर्छ कहिले काहीँ अहिले पो लोड ठ्याक्कै बिचमा आथ्यो र यसको एभरेज गर्यो लोड बिचमा लागेन अरे अनि यो ट्रायंगललाई सिमिलर ट्रायंगल लगाएर गर्नुपर्छ हैन त्यो भएर गाह्रो हुन्छ। त्यो भएर के गर्दिने त सुपरपोजिसन गर्दाखेरि चाहिँ सजिलो